जसरी अहिले सामाजिक सञ्जालमा सुकुम्बासी बस्ती व्यवस्थापन नगरिकन अचानक डोजर आतङ्कमा चाहिँ घर पनि बनाइयो, घाँसबास कपास खोसियो भनेर जुन सामाजिक सञ्जालमा भ्रम फैलाइरहेका छन्, यो भ्रमको म आज विश्लेषण गर्छु। सरकारलाई सुकुम्बासी पहिचान गर्न यो तरिकाबाट एकदम सहज हुन्छ। सरकारले सुकुम्बासीको घर मात्र भत्काएर छोडिदिएको छैन। सुकुम्बासीलाई वासस्थानको लागि, अस्थायी वासस्थानको लागि 10-10 रङ्गशाला, विभिन्न धर्मशाला, विभिन्न स्थानमा वासस्थानको व्यवस्थापन गरेको छ, जहाँ वासस्थान मात्र नभइकन सक्कली सुकुम्बासी र नक्कली सुकुम्बासी पहिचान गर्ने काम पनि भइरहेको छ। कसरी भन्दाखेरि सुकुम्बासीको विवरण टिपाउने क्रममा केही कागजपत्रहरू पेश गर्नुपर्ने हुन्छ, जसले गर्दाखेरि नेपाल सरकारलाई त्यो सक्कली सुकुम्बासी कि नक्कली सुकुम्बासी पहिचान गर्न उसको त्यो कागज विवरणबाट ब्याङ्क खाता, मालपोत कार्यालयबाट जग्गा किनबेच भएको छ कि छैन, जुन पहिचान गर्न छिटो हुने हुनाले सक्कली सुकुम्बासी र नक्कली सुकुम्बासीमा पहिचान छिटो हुन्छ यो माध्यमबाट। यसले गर्दाखेरि पहिला विस्थापन गर्यो, त्यसपछि व्यवस्थापनतर्फ सरकार लाग्दैछ। यसलाई हामीले अन्यत्र नलिगौँ, बस यो एउटा व्यवस्थापनको प्रक्रिया हो, जुन प्रक्रियाबाट एकदम सहज र छिटो हुन्छ।